सर नमस्कार, मेरो नाम कलीमुल्ला मुसलमान रमा कपिलवस्तु नगरपालिका वडा नंबर 8 धोनी र यो पोखरी चाहिँ एउटा सुन्दरीकरण बनाउनु भएको छ हाम्रो वडाध्यक्षज्यूको मार्फत र कपिलवस्तु नगरपालिका अन्तर्गत मार्फत त्यो चाहिँ एउटा राम्रो मन्दिर र त्यसपछि त्यसको तला माछा पनि पाल्नु भएको छ। त्यसमा मन्दिरमा अहिले मूर्तिको चाहिँ स्थापना भएको छैन। म चाहन्छु भने कि त्यो चाहिँ छिटो भन्दा छिटो होस्, किनकि यो चाहिँ वडाध्यक्षज्यूले धेरै पनि राम्रो काम गर्नु भएको छ, कार्यपालिकाले पनि राम्रो काम गर्नु भएको छ कि एउटा सुन्दरीकरण बनाइदिनु भएको छ। हाम्रो यो देशमा चाहिँ बुद्ध मुस्लिम हिन्दू सबै मिलेको जसरी छ, यसमा पूजा गर्ने पनि हिन्दू समाजको जति पनि जना हुनुहुन्छ, मन्दिर स्थापना भएमा त्यसको सफाई पनि हुन्छ, अरू पनि हुन्छ, सबै कुराहरू हुन्छ। त्यसपछि सर उतापट्टि जुन लागेको छ जुन छ अहिले रिलिङ लागेको छैन, त्यसमा बच्चाहरू पनि 2-3टा खसिसकेको छन्। म चाहन्छु भने कार्यपालिकादेखि वडाध्यक्षले पहल गरेर जसरी पनि हो यो यतापट्टि पनि उतापट्टि पनि उतापट्टि पनि, किनकि बच्चाहरूले 2-3वटा खसिसकेछन् भने त्यो बरु गर्यो भने अलि राम्रो हुन्छ के। त्यसपछि अहिले पनि यसको काम अधुरो छ के, यसको काम अहिले पनि अधुरो छ। म कार्यपालिका र वडादेखि चाहन्छु भने कि यसको काम चाहिँ छिटोदेखि छिटो टुङ्ग्याइदिनु पर्यो, किनकि त्यो चाहिँ एउटा जसरी मन्दिर बनाएर त्यसमा मूर्ति पनि राख्न पनि एउटा राम्रै कुरा हुन्छ। किनकि मात्रै बनाएर कुनै पनि के भन्छन् जबसम्म कुनै पनि बिहेमा बिना दुल्हाको केही पनि राम्रो लाग्दैन, बिहे हुँदैन जसरी त्यसमा मन्दिर बनाएर मात्रै त्यसमा पनि मूर्ति पनि राख्नु पर्यो, किनकि मान्छेहरूले पूजा गर्न आउँछन् भने त्यो झन राम्रो हुन्छ के। अनि राम्रो पनि काम गर्नु भएको छ, वडाध्यक्षले पनि राम्रो काम गर्नु भएको छ, उहाँको पहलमा नि यो बनेको छ। त्यसपछि वडाध्यक्षले यो पनि राम्रो काम गर्नु भएको छ कि त्यसको पानीमा पनि माछा पालन गर्नु भएको छ, किनकि त्यसको चाहिँ पानी जुन हो सफा होस्, त्यसको सब सफाई पनि अलि कार्यपालिकादेखि जसरी वडादेखि यो पनि अलि फोहोरो जस्तै छ, यो पनि राम्रोसँग होस्। त्यही